यो तीन भाइलाई मैले के भन्न चाहन्छु भने यदि तपाईहरुले छानबिन गर्नुहुन्छ भने गर्नुहोस्। पहिला प्रथम कुरा केपी शर्मा ओली सिरे प्रचण्डको इशारामा बन्ने न्यायाधीश वकिल कालोकोटे राणाको छोरा र राणाको छोरीहरुलाई गप्टो पारेर सिस्नोले झार्ने गरी छानबिन गर्नुहोस्। अनि बल्ल तपाईले जति मान्छे समाते पनि बल्ल काम लाग्छ, बल्ल जनताले काम गर्यो है भन्छ। नत्र भने तपाईले गर्नुहुन्छ समाउनुहुन्छ माथि अदालतबाट छोड्छ के काम लाग्यो त नि। हार्का सम्पङको लादी घिच्नेहरु आउँदैछ फेरि हार्का सम्पङको फेसबुक ब्यान भयो अरे। केपी शर्मा ओलीको लादी घिच्नेहरु आउँदैछ फेरि बालेन सरकारको सरकार ढाल दिन्छ अरे। सिएरीको लादी घिच्नेहरु आउँदैछ फेरि रवि लामिछानेले बालेनले के को रवैया मचाउँदैछ। बालेनले त उत्तर दिनुपर्ने अरे। कस्तो उत्तर दिनुपर्ने राणाको छोरा र राणीको छोरीहरु। नेकपा एमाले कांग्रेस माओवादीका झोले झम्टेहरु सडकमा जति तिमीहरुको आङभरि भएको बोतला झर्ने गरी कराए पनि हुनेवाला केही पनि छैन। पेन्टिकट्टु भिच्ने गरी कराए पनि तिमीहरु हुनेवाला केही पनि छैन। 30-35 वर्षदेखि तिमीहरु बाउहरुले रमिता मचाएर खाने बेलामा तिमीहरु चाहिँ चुपचाप लाएर भन्ने तिमीहरुको चाक मुनि नि सिस्नुलाई छ्याम